दाजुको उकालोमा प्रब्लम हो ल गुड एक चान्स गयो ल उकालै प्र्याक्टिस गराउनु त्यसमा गयो त ल सेल्फ आफै गर्नु त प्र्याक्टिस पछिको दाजुको अवस्था कस्तो हुन्छ है साथीहरू हेरौँ हामीले प्र्याक्टिस गराएपछि उहाँको क्लियर भयो कि भएन ओहो स्लिप खाएछ है साथीहरू हेर्नुहोस् त्यही भएर फेरि पनि हामी उहाँलाई उकालोकै प्र्याक्टिस गर्दैछौँ पर्फेक्ट नहुन्जेलसम्म है बाँकी उहाँको सब क्लिन छ तर उकालोमा मात्र अलि स्लिप खाइरहेछ है ल हेर्नुहोस् है अब कतिको तान्नुहुन्छ ल अहिले चाहिँ क्लिन भएछ फेरि एकचोटि ट्राई गर्न लगाएको छौँ हामीले दुईचोटिसम्म पनि उहाँले तान्न सक्नुभयो भने पर्फेक्ट भन्ने हुन्थ्यो यसरी हामीले गाडी प्र्याक्टिस गराइरहेछौँ है साथीहरू तपाईँहरू पनि ड्राइभिङ सिक्न चाहनुहुन्छ भने निश्चो ड्राइभिङ सेन्टर क्लिन भएछ है